I'm so sorry. निजुको चागेन 10,000 हाल्यो Uncle, ऐसे लॉक करो ना, ऐसे लॉक करो. Happy anniversary. बच्चा है यार बच्चा ये मैले हो हर एक पहिला चल्लामै छु भुलिदिनु अब चाहिँ के गर्न बाँकी छ हल्का यो सामान यताउता ट्याकटुकटुक अलिअलि यता बाङ्गो टिङ्गोले ठ्याकठ्याक मिलाएर चाहिँ नि लास्टमा मपिङ खास मपिङ के हो पहिला मपिङ गरेर हो कि के हो मैले त्यही गर्छ छोडिदिउँ के हुँदा यत्र मिलाइसक्यो फेरि भतङ भुतुङ गर्नुभन्दा त बरु अब सामान साचुट मिलाएर मपिङ सुरु उही ओहो सनसेट अब इट्स टाइम टु मप द रुम के हो है बत्ती भिडियो भुता फाइनली रुम कम्प्लिटेड त्यस्तो दामी सफा त गरेन जस अब यिनीहरू यो सामानहरू अलिअलि त ट्याकटुक मिलाउँला त्यो माथिको तर बिस्तारहरू चाहिँ भर्खरमा बिस्तार बसेर अलिकति कुच्यो भुइँ पनि सबै सफा सफा सुगर हेल्दी यहाँ पनि सामानहरू धेरै छ क्या मिलाउँदा मिलाइदिन्छु यता नि निट एन्ड क्लिन अहिलेको भन्दा टाइमलेसमा देखे अनुसार नानु र उता मुस्कानजी चाहिँ नि कता हुनुहुन्छ बाहिर डुल्न गएको छ म चाहिँ अब बिस्तारै यहाँ खाजा खान्छ अनि ब्याडमिन्टनको लागि रेडी हुन्छ ब्याडमिन्टनको हालौँ किन हालौँ मजा हाल्नु पर्ला आज कति दिन भयो नहालेको भ्लगहरू पनि है अड्केको भयो अझै 2-3टा भ्लग छ झन् आज अप्रिल 1 मेरो र नानीको एनिभर्सरी हो सुरुमा भन्नु पनि अहिले फेरि बिचा भने सुरुमा नि भनिसकेँ होला मैले अहिले त भनेको म फेरि एकछिन बनाउँछु त्यो भिडियो तर सुरुमै सुन्नु सक्नुभयो होला र त्यति भन्दै अब चाहिँ नि खाजा खान्छु अहिले भने खाजा खाने यसो भ्लग लामो गर्नलाई खाजा खाएको पनि बनाउँछु ल मिच्छु ठ्याक्कै मेरो नानीको नानी पुगेका छन् साथमा हुनुहुन्छ हाम्रो मुस्कानजी ह्याप्पी एनिभर्सरी किन भ्लग गरेको मक्ख हुँदै ह्याप्पी एनिभर्सरी सँगै भेटेको होइन त अनि खै हेरौँ रुम सफा गरेको त गरेन अब फेरि हाम्रो त्यो देखेको छैन मिल्क केक खामसामिदा बिहाइन्ड द सिन यो चाहिँ लास्टमा मिलाउनु भयो त सफा गरेको यादै गर्दैन होला खासै त्यो चेन्जेस नदेखेर सबै
सामानहरू त यहीँ अगाडि माथि ल्याइदियो यो मन मैले ए यो त अहिले कपडाहरू कुन धुने हो सुरुमा प्रस्थान गर्दै हुनुहुन्छ हाम्रो मुस्कानजी ओ वाउ सो क्लिन जाऊ न बत्तीवाला भित्र गएर यो पस्छ भनेर नि जाऊ न म यहाँ साउँछु सुब्रिया यो चाहिँ मेरो नानीको नयाँ होइन यो ल्याउ न यो ल 1 2 3 यहाँ त नाच्यो भयो म अब यहीँ खान्छु आउनु आउनु भयो यो अल्फा आउँछ ए यो पनि ओहो यो टोस्ट चाहिँ कसले लाग्नु मैले लाग्यो टोस्ट ए है त्यो खान्छ भनेर त्यहाँ त मिलाएन वाउ कुरा छिटो कुरा आउँथे नि जाम छन् यहाँ त किरा कता त्यही छिलिली भइरहेको बिचरा अब काट्नु यो पछि जाँदा नि फेरि उता। काट्ने अनि हामी त ब्याडमिन्टन ए ल अब चाहिँ केक काट्ने कार्यक्रम आफ्नै केकको भिडियो आफै गर्नु मेरो आफ्नो भिडियो म गर्छु ए हान्दिनँ मेरोमा हाल्ने मेरो केक त एउटै केक भयो नि के किन्नु ल्याएको के खर्च मात्र मैले मेरो यो ल्याउँछ होला भनेर मैले झन् सानो ल्याएको त्यो ठुल्याएर The expectation games. बिचमा Oh, I'm so sorry. मैले हेर्दिन दाइ हो गाइजहरू साँच्चै भन्नु पर्दैन र यस्तो रोमान्टिक छैन ए म त नाच्न लागेको अनि खै देखाउनु किन ब्लर ब्लर आएको एप्स हौ नजिक भएर हो। होइन ब्लरै आएको हजुरको यस्तो गरेर भनेर होइन ठिकै छ मलाई त देखाउने हो मलाई चाहिँ पकाउनु भनेको छिटो ल तर 7 वर्षसम्म पनि लाज लाग्ने हजुरलाई चुप गर्न यता पनि आइदिन यो ठुलो चाहिँ म हो यो सानो चाहिँ आइसक्यो है ल 1 हिजो राति 4 years भयो होइन हुँदै 1 2 यस्तो जहिले मेरो अगाडि गरिदिन्थ्यो कि त्यही सोचिरहेको थिएँ फुकिहाल्यो लाउनु म त किन एग्रेसिभ भयो अचानक एक्सिडेन्ट फुक गरिदिइहाल्छु मेरो अनि ओ चाकमा डिस्टेन्स आयो है ह्यापी एनिभर्सरी एक्सिडेन्टको चाक काटिदिएँ ह्यापी एनिभर्सरी लाउनु चाक खान आफ्नै आऊ पेस्टु एनिभर्सरी पनि त जहिले क्यामेरामै घुम्ने भयो मैले खुलाइदिनु ल दुइटालाई ल खान्न के म हाँडी ब्याडमिन्टन अब यस्तो केक सिक ले त अब म नि हजुर दिन्छु मेरो भिडियो गर्दा क्यामेराम्यान यस्तै त्यो प्लान यति हावा निकालेको थाहा छैन हामी मिनिङ छ अहिले मलाई उल्लु बनाउनु खोजे होइन भैँसीको मासु बनाऊ भनेर हजुरलाई लागि आउनु मलाई नि त्यस्तै पर्दैन त यो कमेडी हुन्थ्यो 1 आजी मर्नु 1 होइन आजी मर्नु है नहाल्ने मेरो कसम हात थाप्नु भयो थाप्नु 1 थाप्दै थाप्नु किरा त होइन नि होइन कसम होइन एउटा हेर्नु हेर्नु कि छिटो ए नाटक मार्छ दाइको फेभरेट पन्च सेकेन्ड भर्जन ए पायो यहाँ पनि पाउँदो रहेछ है मसला
सोइसालाई मैले यो मगाउन लाएको थिएँ नि आज हाम्रो एनिभर्सरी विश गरिदिनुहोस् आज हाम्रो एनिभर्सरी विश गरिदिनुहोस् उहिले अप्रिल फुल सोचेको क्या सोइसाले ल हो त ल यिनीहरूले सधैँ अप्रिल फुल मतलब यिनीहरूको एक्चुअल एनिभर्सरी अप्रिल फुलको दिनमा हो तर सधैँ अप्रिल 2 मा विश गर्छ नि त किनभने मान्छेहरूले अप्रिल फुल नै सोध्छ भनेर के थाहा थिएन हजुरलाई खोइ केक देखाइदिए त ए खोइ के 7 years यता 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 डाइनिङ सो फाइनली आइपुग्यौँ फिट नेपाल अब यहाँ चाहिँ को कोलाई भेट्छु उनीहरूलाई चिनाउँछु म तपाईँहरूलाई बुझ्छु पहिला त समुदायलाई ओ मेरो वाइल्ड लेन्स हाल्ने चाहिँ लास्ट ब्लर हो हाम्रो समुदाय के छ हालखबर अल गुड डिएच स्पोर्टको ओनर पहिलेको गोप्रो दामी रहेछ उसो पुरै 360 हानिदिँदो रहेछ कि यता डायनामिक मेरो नयाँ ऱ्याकेटले आज खेल्ने हो नयाँ ऱ्याकेट हो अप्रिल फुल डिसिप्लिन पेसेन्स कन्सिस्टेन्सी हार्डवर्क सक्छ हजुर त्यो जस्तो लाग्यो आज फेरि वेडनेसडे हो नि त आज थर्सडे हो के छ यहाँ हुनुहुन्छ हाम्रो नवीन दाई उता पारिपट्टि हुनुहुन्छ हाम्रो हेमन्त गुरुङ हेमन्त हल पोखरेली कान्छो ल हामी हार्यो भन्छ नि उहाँमा पो जित्यो हुन्छ नि लेट्स गो उहाँमा रेडी ल अब चाहिँ नि यता हामी क्वालिफाइङको लागि खेल्दैछौँ चिकन मोमो
What is up, guys? Tadi kiन vlog भन्नु मैं कोशिश थर्ड वार्म अफ फाइनल अब चाहिँ नि म क्यामेराम्यान भइरहेको छु फलोअप गर्दै हेमन्तको द्वार मिजुको सट मिजुको टुक्क नवीन दाइको प्रहार वाट अ ब्लेसिङ रेफ्री हुनुहुन्छ सही यता चाहिँ दुईजना चाहिँ ट्रेनिङ प्रहार हेमन्त हलको तर्फबाट सर्ट भइरहेको छ सर्ट यहाँ चाहिँ नि रोड टु ओलम्पिक्स यहाँबाट जसले जित्छ नि आउँदैछु यता पनि गेमको माहौल तात्तिँदै गइरहेको छ मिजु स्ट्यान्ड बाईमा What a shot! मिजुको नि ब्याकह्यान्ड मिजुको शट मिजुको चाक हेर्नुहोस् नमिल्दाको प्रहार फेरि प्रहार
Hi guys, what's up? It's your boy Jevin Tamu. अफरोड गर्दै पल्टेको कुन ए दाइ त्यो त आम्मा कसम लास्टै गाह्रो हात गलेर हो के सो गाइज आज चाहिँ हामी भैँसीको मासु खान जानु लागेको होइन त यहाँ छोड्छ कि तिमी घर लिएर तिमी ल्याउँछ होइन दाइ होइन के भैँसीको मासु दिदीले त त्यही भन्नु भएको थियो त मेरा मेरा भाविने छोरी ये होलन ह्यापी बर्थडे बच्चा त हाम्रो दुम्बा निस्किन्छ होला यो चाहिँ जेबिन हो त्यो जेबिन मुख यस्तै खान्छ त हाँसिरह्यो बर्थडे बोय ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु थ्याङ्क यू गाइस थ्याङ्क यू स्वाति खाप मेरो विश त्यो म्याचवाला हान्नु पायो ल गर्दियौ ल अब नाङ्गेहरू त्यहाँ नहुनु छैन तिमी आउनु पहिला केटी पहिला हो क्या अलिकति मन धेरै खान्न अहिले धेरै खान्न सानोदेखि थ्याङ्क यू दाई सानोदेखि ठुलोदेखि सानो खुलाइदेऊ न यसो राम्रो खुलाइदिनु न साथीलाई लजा गर चुप्पा देऊ त बेब्स अस्ति राति त के भएको थियो यो सुमितलाई थ्याङ्क यू वेलकम थ्याङ्क यू ल हाम्रो सिली सिली बिता आ कली झगडा गरे यिनीहरू बिता परे पर्छ के हुँदैन गोरेर अल्फा नपार्नु नआखाइ यिनीहरू आज भर्खर नखाइ यिनीहरू हँसिलो पारिदिनु बरु यसलाई भएर नआइदिनु एउटा त भ्याइसक्यो सोप्नेले होइन अलिअलि नआएको छ त्यो टी सर्ट लाउने तिमी यति राम्रो टी सर्ट कहाँ पऱ्यो बोल त कति अघि लगाएको अघिको टी सर्ट लाउ न अघि उहाँबाट आउँदाखेरि ब्याडमिन्टनवाला छर्दैन म त छर्दिनँ एक्स्ट्रा भयो क्या दुईजनाले यस्तो गर्ने के कान र मुखमा चाहिँ नपार है गाइजहरू लाइटरवाला ल्याउने अनि महिना घुमेर एकछिन है 1 ल 1 2 ओ हँसिला पर्यो ल रेडी हो 1 2 कान र मुख थुन है नाक गो अगनो स्नोम्यान ओ यता आयो सबै
यता हेर नो 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 ओ भित्र होइन जेबिन भित्र होइन जेबिन बिचारा मेरो अल्फा हेरेन यसो लक गरौँ न एकछिन चप्पल खोलेर जाऊ जेबिन टोइलेट जाने होइन त्यो जे सब नलहट है भित्र मन त्यत्रो पोछा लाग्यो मजा आयो जाडो भयो आछु मन जाडो भयो सबले मजा सजिलै बस्न पर्छ नि बर्थडेको दिनमा कपालको झर्छ त्यहाँ पानी आउँथ्यो अनि हजुर पाला आउँदै हो बिरानो बाहिर फर्किनु ल जेबिनको टाउको रहेछ त्यो त अनि किन लाग्नु त सधैँ माका जाडो भयो भेटाउन सक्यो यता पनि छैन कि यो सोल्डर दाहिनेको जानु लागि राम्रो अर्को चाहिँ के बुझ्यो पानी तिर्खा लाग्यो त नि गोरबाट होइन अब के अन्त भैँसी मासु आफ्नो काटेर बनाउनु मोटाको हुन्छ छैन पेट त पेट त फेरि एकदम 20 किलो रे त्यो जबरजस्ती 20 एलबी रे 20 एल ओहो लाउरे त सँगै जाउला गाजन्छ सँगै